हेलो नमस्कार। आज फागुन 29 गते यो महिनाको अन्तिम दिन रहेछ अनि साथमा आज चाहिँ एउटा चाड फागु पूर्णिमा अथवा होली पनि आज रहेछ भने धेरै भाइहरू चाहिँ अब एउटा लाउरे बन्ने उद्देश्यले अथवा लाउरे बन्ने सपना बोकेर आफ्नो घर छोरी परिवारदेखि टाढा रहेर होस्टेलमा बस्दै आइरहेका छन् अथवा पोखरामा बस्दै आइरहेका छन् भने अब हप्ताभरिको अब एकदमै मेहनत कडा मेहनतलाई भुल्याउनु भए पनि एकछिन एउटा रमाइलो गर्ने उद्देश्यले चाहिँ हामी आज हाम्रो होली चाड मनाउनको लागि फरक ठाउँमा लेकसाइड जाने निधो गरेका छौँ। हामीसँग यहाँ सिक मेनहरू पनि छ नि, सिक गाइजहरू। ल है यता हेर, अब लजाउनु पर्ने। के भयो मदन, के भयो? टाउको कहिलेदेखि दुख्यो? है निन्द्रामा छस् त? के भयो तँलाई? ज्वरो आएको भन्नु। ज्वरो आएको छ अरे? अमित ए तेरो के हो? इक्जाम छ? विजय इक्जाम छ नि? तिमी लाबिनु सबै तिम्रो प्यारेन्ट्स हेर्छ कि ल एकदमै राम्रो बाहना। के भयो? के अरे हाम्रो पिकललाई तँलाई के भयो? पढ्ने भन्नु अरू बेला के गर्छ? सुल्तान के भयो? के भयो त नि दोकानलाई? जगिङ जाने हो अहिले? ल सी ग्रुप हो हाम्रो अनि यता चाहिँ हाम्रो स्ट्रेचिङ भइरहेछ। लास्ट मेन यता कति थियो? 87 88 89 प्लस बाहिरको चाहिँ 30जना 110 केटाहरू छ है आज चाहिँ। 4 ओके let's run straight, let's run up। ल अब हामी मुभ अन भइन्छ बाबु। त्यसको लागि म तीनवटा ग्रुप छुट्याउने छु। सबैजना आफ्नो आफ्नो ग्रुपमा बस्नु होला, बुझ्छ अहिले? ओके ल फर्स्ट 4 जाऊ, लेफ्ट साइड जाऊ। फर्स्ट 4 ल होल्ड हुन्छ समीले त कहाँ जाने होस्? यता है समीले चाहिँ कहाँ जाने होस् त? दौड्दै जाने होस्? यता हेर त, दौड्दै जाने होस्? त्यहाँ होली खेल्न जाने? लेक साइड हेर्नु जाने हो? त मेरो भ्लगमा छस् है त, यता हेर त बाउ। के ल केटाहरू चाहिँ मुभमेन्ट भइसकेको छ भने हाम्रो यहाँ गिटार प्लस स्पिकर। केटाहरूलाई आज अलिअलि नचाउनु पर्छ भनेर स्पिकर प्याकिङ हुँदैछ। अनि हामीसँग यहाँ हुनुहुन्छ हाम्रो डेनिस भाइ। डेनिस भाइ आजको हाम्रो यात्रा कहाँसम्म? लेक साइडसम्म। लेक साइड हो? ओके ल हामी चाहिँ अब जानुपर्ने हुन्छ। मैं ही राजा हूँ, मैं ही मंत्री। अगाडि जाऊ ल, केटाहरू पनि आइपुग्यो। जाऊ अगाडि जाऊ तलदेखि। फाइनल्ली हामी चाहिँ अहिले लेक साइड आइपुग्यौँ। हल्लन चोकमा छौँ लेक साइडको।
के छ केटा ठिक छ राइस लाउ यो यसो बोल्ने लाइभ छ त्यहाँ को फर्स्ट टाइम लेक साइडमा एक दुईजना फर्स्ट टाइम पनि छ होला है लेक साइडमा सुन ठिक छ ल मर्निङै भाइहरू मर्निङ सबैलाई भाइहरू चाहिँ आज नाच्नको लागि सबैलाई ह्याप्पी होली रेला भाइहरूको तर्फदेखि ल आज मौसम पनि हल्का अँध्यारो फगी मौसम छ है हुस्सु लागिरहेको छ भने केटाहरू चाहिँ अब होली मनाउनु लागि रेडी छन् ल ह्याप्पी होली त ल स्यामटीले हजुरलाई पनि र हाम्रो यो युट्युब फ्यामिली टप गोर्खाको युट्युब फ्यामिलीलाई पनि ह्याप्पी होली सबैजनालाई र हाम्रो यहाँ स्टुडेन्टहरूको प्यारेन्ट्सहरूलाई पनि एकदमै ह्याप्पी होली छ र हाम्रो चाहिँ यहाँ स्टुडेन्टहरू आज चाहिँ लेक साइडमा लङ रनिङ प्लस आज रमाइलोको लागि हामी चाहिँ होली खेल्दैछौँ अब एकछिनमा हजुरहरूले पनि देख्न सक्नुहुन्छ त्यही नै हो मेरो तर्फबाट धेरै धेरै शुभकामना छ हाम्रो नयाँ भाइहरूलाई चाहिँ के भन्न चाहन्छु त अब हाम्रो नयाँ भाइहरूलाई चाहिँ अब रमाइलो प्लस आफ्नो अब हुन्छ नि फिजिकलतिर पनि ध्यान दिनु होला रमाइलोतिर मात्रै ध्यान दिनु तर आजलाई चाहिँ एकदमै हामीले चाहिँ होलीको शुभकामना सहित रनिङ प्लस मेरो नाम चाहिँ रोशन दरुकी घर बाग्लुङ आज चाहिँ हामी लेक साइड रमाइलो गर्न आएको छौँ बिएजिसी के को लागि म चाहिँ जिसीको लागि कति भयो ट्रेनिङ गर्न लागि ट्रेनिङ गरेको लगभग 5-6 महिना भयो होला ए 5-6 महिना भइसक्यो हजुर फिजिकलहरू कस्तो गरिरहेको छ फिजिकल ठिकै राम्रो छ कति मानिरहेको छ फिजिकलमा अब त्यही हो रनिङ चाहिँ 10-11 राम्रो 10-11 हजुर अनि हेभिङ चाहिँ बेस 20 छ अनि आरएलसी चाहिँ 26-27 बेस त्यही हो एजुकेसनहरू कस्तो गरिरहेको छ एजुकेसन कति आइरहेको एजुकेसन त्यही हो 8-7 म्याथमा चाहिँ इङ्ग्लिसको चाहिँ अझसम्म भएको छैन ओके ल भनेपछि अब त्यही अब म्याथको अझ प्र्याक्टिस गर्नु पऱ्यो अब एजुकेसन इम्पोर्टेन्ट थाहा छ होला सबैलाई ल म्याथ चाहिँ अझ प्र्याक्टिस गर्नु पऱ्यो है ल ल हुन्छ ल थ्याङ्क यू सो मच ल ह्याप्पी होली ल Time
अङ्कित ननाचेको किन नि एल्सनलाई के भयो त किन ननाचेको त जाऊ न जाऊ चिन्नै गाह्रो छ त केटाहरूलाई त है त को हो सलिम जस्तो पनि छ ल तेज भाइलाई चाहिँ चिने कुशल होला है शरीर हेर्दाखेरि कुशल जस्तो छ हाम्रो नयाँ भाइ कस्तो लागिरहेछ त रमाइलो लागिरहेछ यहाँ सधैँ पागलहरू जस्तो हेर को यो क्यामेराम्यान है ह्याप्पी होली दामी देखेको छ है केटाहरूलाई ओके ल अब हाम्रो जाने टाइम पनि भइसकेको छ अब जस आधी घन्टा 45 मिनट 1 घन्टा जस्तो रमाइलो गऱ्यो भाइहरूले एकअर्कामा रङ खेलेर रमाइलो गर्नुभयो नाच्नुभयो गाउनुभयो अब फेरि अब लाउरे हुन आएको यस्तो अनुशासन भएन यो भन्ने कुरा होला तर त्यही हो कहिले कसो फ्रेस पनि हुनुपर्छ अब सधैँ त्यो एक्सर्साइज मात्र भनेर नि हुँदैन कहिले कसो फ्रेस पनि हुनुपर्छ त्यस्तो चाहिँ नभनिदिनु होला अब चाहिँ हाम्रो सानो फोटो सेसन हुनेछ यहाँ अगाडि फोहोरै फोहोर देख्न सक्नुहुन्छ अब के गर्नु अब यस्तै छ फोहोर गरिदिएर जानुहुन्छ अब हाम्रो सानो फोटो सेसन हुन्छ त्यसपछि हामी चाहिँ सफा गरेर मुभ गर्नु पर्छ ल लास्ट ग्रुपले चाहिँ पख होल्ड गर ल लास्ट ग्रुपले चाहिँ यो सबै अघि जुन हाम्रो यो प्लास्टिकहरू छ त्यो प्लास्टिक टिपेर त्यो डस्टबिनमा फाल्छ है त्यहाँ ल सुरु गर ल लास्ट ग्रुप ल प्लास्टिक एक गर्दा टिपे पनि पुग्छ ऐ तिमीहरू पर्दैन सबै थाउ केही पनि नसोर है प्लास्टिक मात्र होइन अरू पनि नसोर बाबु यो कभर लक यस्तो कभर हामीसँग चाहिँ यहाँ टुरिस्टहरू घुम्न आउनुभएको रहेछ हामीसँग भेट्नु भएको छ र भाइले लगाइदिन्छु Happy Holi. You also say Happy Holi. Happy Holi. Happy? Say. And you also. And this is our Holi festival. Okay. We celebrate it's a main festival. Every year, every single year. You know. Okay. Happy Holi. Thank you. Happy Holi. Happy Holi. Thank you. Happy Holi. Let's have a photo. You grab it. Yeah.